ओहो, बाटो पनि कति धेरै अफरोड हो। मौसम विभागले पानी पर्छ भने तापनि थ्याङ्क गड पानी भने परेन, नत्र त हाम्रो बिजोक नै हुने थियो नि। हेलो एभ्रिवान, दिस इज मिसेस स्मिता एन्ड वेलकम टु माई मिनी भ्लग। अब दसैँ तिहार पनि सकिहाल्यो अनि काठमाडौँ जाने दिन पनि चाँडै नै आउँदैछ। त्यही भएर फर्कन अघि घुम्न गइदिउँ न त भनेर हामी परिवार भएर प्लान गऱ्यौँ र इलाम अवस्थित दिदीबहिनी झरना जाने निर्णय लियौँ। अनि बाटोमा रमाइलो गर्दै गयौँ। यो चाहिँ नेपालटार मुनिको चिया बगान, जहाँ हामीले थुप्रै फोटो र भिडियो खिचेर त्यहाँबाट लाग्यौँ। मौसम चिसो भएको कारणले गर्दा केही माथि पुगेर हामीले कफी ब्रेक लियौँ र तातो कफी पिएर हामी त्यहाँबाट लाग्यौँ। अब चाहिँ झन्डै आइपुगिए जस्तो छ। हाइवेबाट करिब 45 मिनट हिँडे पछाडि यो दृश्य देख्न पाइयो। झरना देखिसक्दा एक्साइटमेन्टले बाटोभरिको थकान पनि कता भाग्यो। फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। केही समय प्रकृतिसँग रमाएर फोटो भिडियो खिचेर हामी त्यहाँबाट घर फर्कियौँ र हाम्रो आजको दिन यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान, सी यू इन द नेक्स्ट भ्लग।